नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ हेडलाइन्सबाट। उपप्रधान एवं कानून मन्त्री यादवले दिए आफ्नो मन्त्री परिषदबाट राजीनामा। सरकारले सम्झौता अनुसार संविधान संशोधन नगरेको गुनासो। छुट्टाछुट्टै ठाउँमा सवारी साधनले कुल्चिँदा गयो 3 जनाको ज्यान। जनतालाई राहत दिने सवालमा प्रदेश 2 सरकार निष्क्रिय रहेको नेपाली कांग्रेसका नेता यादवको आरोप। गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तिनै तहका सरकार सक्रिय हुनुपर्ने शिक्षा मन्त्रीको भनाई। र सरकारले न्याय परिषद सदस्य वरिष्ठ अधिवक्ता निरालालाई सिफारिस गरेपछि समितिले गर्यो सार्वजनिक उजुरीको माग। अब समाचार विस्तारमा। समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। तत्कालीन नेकपा र नेकपा माओवादी केन्द्रसँग 2075 सालमा जेठ 14 गते भएको दुई बुन्दे सम्झौता अनुसार संविधान संशोधन नगरेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो। उपप्रधानमन्त्री एवं कानून मन्त्री उपेन्द्र यादवले दिएको राजीनामा पत्रका संविधान संशोधनका लागि पटक पटक मन्त्री परिषद लगायत बैठकमा प्रयास गरे पनि संशोधन नगरेकाले सरकारमा बस्ने औचित्य नरहेको उल्लेख गर्नुभएको छ। समाजवादी पार्टीका तर्फबाट सरकारमा 2 जना मन्त्री थिए। यादवको अतिरिक्त मोहम्मद इख्तियार राई शहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन्। तर सोमबारको मन्त्री परिषद बैठकमा यादवले संविधान संशोधनको ठाडो प्रस्ताव लागे पनि प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार दिएका थिए। वर्तमान सरकार संविधान संशोधन तयार नभएको भन्दै यादवले पदबाट राजीनामा दिनुभएको हो। यादवले मन्त्रीमण्डलमा पेश गर्न खोजेको प्रस्तावमा भने संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गरिने उल्लेख थियो। यसैबीच समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै शहरी विकास मन्त्री मोहम्मद इख्तियार राईले पनि मन्त्री पदबाट राजीनामा दिनुभएको छ। राईले राजीनामामा आफ्नो पार्टीसँग भएको सहमति अनुसार संविधान संशोधन गर्ने सहमति पालना नभएको आरोप लगाउनु भएको छ। मंगलबार प्रधानमन्त्री समक्ष राईले पदबाट राजीनामा दिएको पत्र बुझाइएको हो। काठमाडौँको गर्जुधारामा मंगलबार बिहान ट्रकको ठक्करबाट 1 जनाको ज्यान गएको छ। चन्द्रगिरी नगरपालिका 7 थानकोट चेकपोस्ट घर भएका 41 वर्षीय अर्जुन बहादुर केसीको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो। प्रदेश 320009 प 7621 नम्बरको केसीको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरले जनाएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार अर्जुन केसी सामान्य घाइते भएको छ। ठक्कर दिएर भागेको ट्रकको खोजी भइरहेको प्रहरले बताए। झापाको दमकमा बसको ठक्करबाट 1 महिलाको मृत्यु भएको छ। मंगलबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना 6 ख 9343 नम्बरको बसले ठक्कर दिँदा अन्दाजी 46 वर्षीय महिलाको ज्यान गएको प्रहरले जनाएको छ। मृतक महिलाको पहिचान हुन सकेको छ। बाटो काट्ने क्रममा महिलालाई बसले ठक्कर दिएको छ। प्रहरले दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएको प्रहरले जनाएको छ। पोखरामा स्कुल बसले किच्दा 1 महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा पर्वतको छौलाङखोरी घर भई पोखरा बस्दै आएकी 26 वर्षीय सरिता पौडेल सुवेदी रहेको प्रहरले जानकारी दिए। मंगलबार बिहान पोखरा 17 स्थित राम मन्दिर नजिकै ग 1 क 2489 नम्बरको स्कुल बसले ओर्लिने क्रममा उनलाई खिचेको थियो। चालक र गाडी प्रहरले नियन्त्रणमा लिएको छ। नेपाली कांग्रेसका नेता महेन्द्र यादवले जनतालाई राहत दिने सवालमा प्रदेश 2 सरकार निष्क्रिय रहेको आरोप लगाउनु भएको छ। मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 7 स्थित कोढिया टोलमा रहेको कुष्ठरोगीहरूलाई कम्बल वितरण कार्यक्रममा नेता यादवले यस्तो बताउनु भएको हो। उहाँले शीतलहरबाट प्रभावित जनतालाई राहत दिन पनि प्रदेश सरकारसँग आग्रह गर्नुभयो। का धर्म छै और प्रदेश सरकार टोटल निष्क्रिय भऽ बैसल है। शीतलहर में प्रदेश के जनता के कोनो राहत महसूस नहीं कराबि रहल है। जानै छियै शीतलहर के सबसे बेसी प्रभाव 2 नंबर प्रदेश रहे छै।
तो वो आकर किस काम करो जनता में से वो हम आग्रह करै छी और सब साथी सबके धन्यवाद दै छियै। धन्यवाद। 2 नंबर प्रदेश के संस्थल के नेता त्यस्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले दलित कुष्ठरोगी तथा सीमाङ्कृतको आधारभूत आवश्यकता पूरा गर्न पनि प्रदेश सरकारको दृष्टि नपुगेको आरोप लगाउनुभयो। हमारा नेताजी का आदेश भेले केंद्रीय स्वास्थ्य मंत्री यादव जी के जे बात के उठाबे निश्चित रूप से सरकार के आँख जे दलित छै कुष्ठ रोगी छै जे यहाँ के सीमांतकृत वर्ग छै तत जाय छै से अखन धरि नहीं गेलै। हम अहाँ के विश्वास दियब छी जे एहि बात के सदन में उठा। त्यस क्रममा तरुण दल धनुषाले कुष्ठरोगीहरूलाई कमल वितरण गरेको छ। विभिन्न सङ्घ संस्थाको समन्वयमा जनकपुर धामको जमिरिया देवी भवन कुठिया टोलस्थित आश्रममा रहेको 46 कुष्ठरोगीहरूलाई कम्बल वितरण गरिएको हो। कार्यक्रममा कांग्रेस धनुषाका उपसभापति सन्तोष कुमार यादव, तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम शाह लगायत स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो। शिक्षा विज्ञान तथा प्रविधि गिरिराज मणि पोखरेलले गुणस्तरीय शिक्षाको प्रत्याभूति सरकारले तीनै तहका सरकार सक्रिय हुनुपर्ने बताउनु भएको छ। संघीयतामा शिक्षा स्थानीय तहका राम्रो अभ्यास अवसर र चुनौती विषयको अन्तर्क्रियामा शिक्षा मन्त्री पोखरेलले यस्तो बताउनु भएको हो। विद्यालय शिक्षाको स्वामित्व स्थानीय सरकारलाई दिएर प्रदेश र संघीय सरकारले सहयोग गरेपछि मात्रै गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन सकिने उहाँले बताउनुभयो। मन्त्री पोखरेलले शिक्षकहरूको न्यूनतम प्रबन्ध नगरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन नसकिने बताउनुभयो। अब हामी सबैको मूल पक्ष भनेको चाहिँ गुणात्मक शिक्षालाई प्रत्याभूत गर्ने सवाल नै हो। तिनै तह सक्रिय नभइकन नलागिकन पहल नलिकन हुँदैन। विद्यालय शिक्षाको सन्दर्भमा चाहिँ फ्रन्ट सिटमा लोकल सरकारै बस्नुपर्छ। त्यसको साथमा चाहिँ प्रदेश र सङ्घ बस्नुपर्छ। अहिले हामीले दरबन्दी पुनर्वितरणको एउटा घोषणा गऱ्यौँ। हामीलाई के थाहा छ भने यो पुनर्वितरण गर्दाखेरि पनि आज न्यूनतम आवश्यक भएको शिक्षकको अभाव त हल हुँदैन। पहिले नै पनि हामीलाई ठुलो पैमानामा हामीलाई शिक्षकहरू चाहिएकै अवस्था हो। तर अहिले हामीसँग शिक्षक कति छन्, कहाँ कति छन् भन्ने एक खालको चाहिँ दरबन्दीको एउटा श्वेतपत्र जस्तो चाहिँ अहिले सार्वजनिक। कृतिपुर नगरपालिकाका मेयर रमेश महर्जनले स्थानीय तहले हस्तक्षेप गरी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि कुनै विकृति नआएको भए त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयो। हामीले त्यहाँ जनप्रतिनिधिहरूलाई अध्यक्ष बनाउँदा र केही बनाउँदाखेरि अहिले त्यस्तो खालको कुनै त्यस्तो विकृति आएको छ भने त्यसको रेस्पोन्सिबिलिटी हामी लिन्छौँ। त्यसको चाहिँ पूर्ण जिम्मेवारी चाहिँ हामी छौँ। त्यो तपाईँहरूले पनि भन्न सक्नुपर्छ सबैले। हामी जुन ठाउँमा छौँ त्यसको चाहिँ राम्रो र नराम्रोको त्यसको चाहिँ एकाउन्टेबिलिटी हामीमा जब लिने क्षमता राख्दैनौँ र कसैमाथि तेर्स्याएर हामी जान्छौँ भने त्यसले कुनै मलाई लाग्छ यो यहाँ चाहिँ जोसिएर भाषण गर्नुको कुनै अर्थ छैन भन्ने मलाई लाग्छ। शिक्षाविद विद्यानाथ कोइरालाले प्रदेश सरकारले स्थानीय तहलाई अघिनस्त राख्न खोजेको कारण गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन नसकेको बताउनु भएको छ। शिक्षा पत्रकार समूहले कार्यक्रम आयोजनामा अन्तर्क्रिया कार्यक्रम भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न 80वटा सङ्घ संगठनहरू प्रत्यक्ष संवाद गर्ने बताउनु भएको छ। मङ्गलबार राष्ट्रिय सहकारी महासङ्घ, गैर सरकारी संस्था महासङ्घ र सामुदायिक वन उपभोक्ता महासङ्घको छलफलमा मन्त्री भट्टराईले यस्तो बताउनु भएको हो। पर्यटन वर्ष नेपाल सरकार र पर्यटन मन्त्रालयको मात्रै नभएर सबै नेपालीको हो भन्ने अनुभूति गराउन पनि संगठनहरूसँगको छलफल महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो। मङ्गलबारसम्म 60वटा विभिन्न राष्ट्रिय संगठनहरूसँग छलफल भएको र बुधबार पनि गरी करिब 80वटा संगठनहरूसँग पर्यटन वर्षका विषयमा छलफल गर्ने योजना रहेको उहाँले बताउनुभयो। मन्त्री भट्टराईले मङ्गलबारको छलफलमा सहभागी 3वटै संगठनहरूलाई जनवरी 1 मा हुने मार्च पासमा प्रत्येक संगठनबाट 100 जनालाई सहभागी गराउन पनि आग्रह गर्नुभएको छ। ब्यानर आफ्नो संगठनको केही आफ्ना झण्डाहरू
अब नेपालको राष्ट्रिय झन्डा हैन र सङ्ख्या चाहिँ मार्च पासमा आउने सङ्ख्या 50 देखि 100 को हैन एभरेज भनौँ न 100 जनाको मार्च पासमा आउने सङ्ख्या यहाँहरूले दिनुपर्छ एक 100 जना चाहिँ मार्च पासमा गरौँ सबै तीनटै सङ्गठनले त्यो चाहिँ हामीलाई 13 गतेसम्म कसको लिडरसिपमा र त्यो सबै 100 जनाको नाम चाहिन्छ जनवरी 1 बाट नेपालले भ्रमण वर्ष 2020 मनाउँदैछ। दशरथ रङशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सरकारले न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनवाई समितिले सार्वजनिक उजुरी माग गरेको छ। संसदीय सुनवाई समितिको मङ्गलबारको बैठकले 10 दिनभित्र निराला विरुद्ध समितिमा उजुरी दिन माग गरेको हो। समितिका सभापति समक्षण लाल कर्णले बुधबारदेखि 10 दिनभित्र उजुरी दिन सकिने बताउनुभयो। समितिमा प्राप्त भएका उजुरीमाथि छलफल गरी सुनवाई समितिले अनुमोदन गरेपछि मात्र न्याय परिषद सदस्यमा नियुक्तिका लागि योग्य हुने उहाँले बताउनुभयो। जना सदस्य अस्ति राजीनामा दिनुभएको कारणले उहाँको रिक्त पदमा यो प्रधानमन्त्रीबाट मनोनित हुने पद भयो र न्याय परिषदको सदस्यको पनि सुनवाई गर्ने व्यवस्था हुन्छ। त्यो व्यवस्था अनुसार पत्र आयो। पत्र हिजो होइन अस्ति आएको हो हामीलाई र लक्ष्मी प्रसाद निरौला खड्का हुनुहुन्छ। धनुषाको मूल घर उहाँको सिराहा हो। त्यो आएको रहेछ। उहाँको बायोडाटाहरू आज हामीले वितरण गर्यौँ र हाम्रो कार्यविधि अनुसार 10 दिनको म्याद दिनुपर्ने र सर्वसाधारण न्याय परिषद सदस्यबाट पदम वैदीले राजीनामा दिएपछि एक सदस्य रिक्त थियो। सोही ठाउँमा सोमबारको मन्त्री परिषद बैठकले निरालालाई सिफारिस गरेको हो। निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्ता हुनुहुन्थ्यो। प्रतिपक्ष सांसदहरूले असहमतिपछि सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने विकास तथा प्रविधि समितिको योजना मङ्गलबार असफल भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको विधेयकमाथि आफूहरूले राखेको संशोधनलाई व्यवस्था गरिएको भन्दै प्रतिपक्ष नेपाली काङ्ग्रेसका सांसदहरूले असहमति जनाएपछि विधेयक पारित हुन नसकेको हो। सांसद बहादुर सिंह लामाले उपसमितिमा छलफल भएपछि तयार पारिएको प्रतिवेदनमा आफूहरूले राखेको संशोधन प्रस्तावलाई व्यवस्था गरिएको भन्दै असहमति जनाउनुभयो। तर संशोधन हुन सकेन। बीमा पक्ष र विपक्ष हुँदैन। त्यसैले पक्ष र विपक्ष भन्ने समयमै छलफल गरेर पास गर्न नसक्दा र नागरिकको चाहिँ हक हितको लागि र यो चाहिँ र यसमा पनि मैले फरक पत्र राख्नु भएको मानिसहरूलाई मैले के भनेको थिएँ। समितिका सभापति कल्याणी कुमारी खड्काले 4 महिनासम्म समितिमा अड्किएर बसेको 36 बुन्दा संशोधन भएकोले सहमति जनाउन आग्रह गर्नुभयो। उहाँले फरक मत राख्नेले सहमति जनाउन सक्ने आधारहरू पनि नदिने र अडान लिइरहने प्रवृत्ति देखिएकोले सहमतिमा आउन आग्रह गर्नुभयो। त्यसो भएको हुनाले मैले के भन्न चाहन्छु भने यो आज 4 महिना भयो टुङ्गिसकेको र हामीले यो फरक मतमा पनि यो चाहिँ छोडौँ है भनेर आएको केही पनि छैन। अहिले पनि जस्ताको जस्तै छ। त्यसो भने यति 36वटा बुँदामा हामीले संशोधन गरिसकेका छौँ। मेरो आग्रह छ मानिसहरूलाई कि जे तपाईँले चिन्ता गर्नुभएको छ फरक मत राख्नुहुने मानिसहरूले जे चिन्ता गर्नुभएको छ त्यसले यसरी यहाँले व्याख्या गरे जस्तो यो फरक मतले व्याख्या फरक मत राख्नुहुने मानिसहरूले राख्नुभएको व्याख्या गरे जस्तो यस्तो निरङ्कुश यो छैन। तर के हो भने हिजो जुन बेला हामीसँग यो प्रविधि थिएन त्यो बेलामा अहिले चाहिँ अब प्रविधिले यति धेरै फरक मारिसकेको छ कि अहिले मलाई के लाग्छ भने हामीले जे चाहिँ यहाँ व्यवस्था गरेका छौँ यो 4 महिनामा फेरि अर्को थप्ने। बैठक केही समय स्थगित गरी सहमति जुटाउन प्रयास गरिए पनि प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसदहरूले नमानेपछि आगामी आइतबार छलफल गर्ने गरी स्थगित भएको छ। तर समितिको बैठक खानेपानी सम्बन्धी विधेयकमाथि छलफलका लागि बुधबार बिहान 11 बजे भने बस्ने भएको छ। नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घ आगामी बिहिबार राजधानी काठमाडौँमा कलाकारद्वय धर्मराज साक्य नेपाली र झेन जोगी
चीनको 2 व्यक्ति मैत्रीकला प्रदर्शनी गर्ने भएको छ। सङ्घले मङ्गलबार र काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो। नेपाली कला संस्कृति तथा नेपाली उत्पादनको विकास, निर्यात, प्रबन्धन र बजारीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरका मेलाहरू आयोजना गर्दै आएको सङ्घले बिहीबारदेखि काठमाडौँको बबरमल स्थित नेपाल कला परिषदको कार्यालयमा कला प्रदर्शनी आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलनमा प्रदर्शनीका संयोजक तथा सङ्घका महासचिव शान्तकुमार श्रेष्ठले नेपाल चीन दौत्य सम्बन्धको 65 वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषदमा 2 देशका कलाकारहरूले मैत्रीकला प्रदर्शनी गर्न लागेको जानकारी दिनुभयो। नेपाल कला परिषद आर्ट काउन्सिल बबरमल काठमाडौँमा यही 2076 पुस 10 गतेदेखि 5 दिनसम्म कलाद्वय धर्मराज साक्य नेपालबाट र जेन जोङ्गी चीनका वरिष्ठ कलाकार 2 व्यक्तिको मैत्री कला प्रदर्शनी आयोजना गर्ने लागेको यहाँहरूलाई जानकारी गराउँदैछौँ। प्रदर्शनको सम्पूर्ण तयारी भइसकेको छ। प्रदर्शनीले 2 देशको प्राचीन कालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउने मद्दत पुग्दछ। साथै चीन र नेपालको बीचमा मैत्री सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याउनेछ। सङ्घले त्यसैगरी अध्यक्ष धर्मराज साक्यले प्रदर्शनीमा 22वटा गणेशको चित्रका साथै 10वटा नेपाली मूर्ति र कलाकार झेन जोन्गी चीनका 30वटा चित्र प्रदर्शनीमा राखिने जानकारी दिनुभयो। प्रदर्शनीका सल्लाहकार एवं वरिष्ठ पत्रकार चीनका सुहाओले दुवै देश पुरानो सभ्यता र संस्कृतिको धनी देश भएकाले दुवैको सम्पदाको प्रयोग गरी महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले दुवै देशलाई प्रदर्शनीले फाइदा पुर्याउने बताउनुभयो। यसका नेताहरूको महान निर्देशनलाई व्यवहारमा उतार्ने यो त एकदम महत्त्वपूर्ण छ। हुन त हाम्रो चिनिया तर्फबाट यसपालि यो प्रदर्शनीमा भाग लिनुहुने हाम्रो जुन हपै हस्तकला विश्वविद्यालयका डिन साहेब चेन जोङ्गी उहाँ त हाम्रो चीनमा एकदम नामी प्रख्यात चित्रकार हुनुहुन्छ। हाम्रो त्यो डिन साहेब चेन जोङ्गीको सङ्घले नेपाली कला र शिल्पको प्रयोग गरी एक हस्तकला, वास्तुकला, धातुकला, प्रस्तरकला, चित्रकला तथा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तर प्रचार प्रसारण गर्ने क्रममा दक्षिण एसियाली राष्ट्रको अलावा युरोपियन राष्ट्रहरूमा आयोजित मेलाहरूमा नेपालको तर्फबाट सहभागिता जनाउँदै आएको छ। 2 दिने भौचर मेला मङ्गलबार सम्पन्न भएको छ। व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मङ्गलबार सम्पन्न भएको हो। भौचरमा आधारित छोटो अवधिको तालिममा सहभागी हुन आवेदन दिएका मध्ये छनौट भएकाहरूलाई भौचर वितरण गर्ने उद्देश्यले सोमबार र मङ्गलबार गरी 2 दिने मेलाको आयोजना गरिएको थियो। मेलाबाट सहभागीहरूले भौचर लिएर आफूलाई पाएक पर्ने ठाउँमा छनौट भएका तालिम केन्द्रबाट तालिम लिइसक्ने परियोजना निर्देशक चन्द्रकान्त भूषालले बताउनुभयो। तालिमको सम्पूर्ण शुल्क भौचरका आधारमा सरकारले बिहोर्ने र सहभागिताको कुनै शुल्क नलाग्ने उहाँले बताउनुभयो। त्यो सबै आफूलाई पाएको पर्ने स्थान, आफ्नो रुचिको विषय होइन, त्यसले चाहिँ भोलि रोजगारीको मार्केटमा जान सकिन्छ कि सकिन्न भन्ने हिसाबमा चाहिँ उहाँले छलफल गर्नुहुन्छ र परामर्श गर्नुहुन्छ र अनि त्यसपछि उहाँलाई एउटा चाहिँ भौचर हामीले दिन्छौँ। अनि त्यो भौचर चाहिँ उहाँले जुन संस्थाबाट प्रदान गरिने आफूलाई इच्छा लागेको तालिममा जुन उहाँले छनौट गर्नुहुन्छ त्यो संस्थालाई भौचर दिनुहुन्छ र उहाँले निःशुल्क तालिम दिनुहुन्छ। त्यो तालिम बापतको पैसा चाहिँ नेपाल सरकारले त्यो भौचर प्रणालीबाट त्यो सम्बन्धित संस्थाहरूलाई दिन्छ। यो आर्थिक वर्षमा 31,750 युवाहरूलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यकाभित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भौचर मेलाको आयोजना गरिएको थियो। भौचर मेलामा सहभागी हुन 26,359 जनाले आवेदन दिए पनि 10,941 जनालाई भौचर वितरण गर्ने लक्ष्य राखिएको थियो। सुविधाहीन समूहका दलित, लोपन्मुख, सीमाकृत
जनजातिका लागि रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो। पर्साको सिफहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी भएको छ। सिफहरमाई गाउँपालिका 1 मिर्जापुर बस्ने सञ्जित महतो कोइरीको खपडाले छाएको घर भान्साघरमा मङ्गलबार बिहान आगलागी हुँदा 5 लाख मूल्य बराबरको धनमाल जरेर क्षति भएको प्रहरले जनाएको छ। कोइरीको भान्साघरबाट अचानक आगलागी हुँदा भान्साघर र घरभित्र रहेका ना 62 प 42 43 र BR 22 के 95 32 नम्बरको 2वटा मोटरसाइकल भण्डारण गरी राखेको अन्नपा जलेर क्षति भएको प्रहरले जनाएको छ। यसै गरी सिफहरमाई गाउँपालिका 5 बस्ने जवाहिर शाह कलवारको गोठमा सोमबार आगलागी भएको छ। आगलागीबाट गोठमा रहेको 2वटा गाई जलेर घाइते भएका छन् भने भण्डारण गरी राखेको अन्नपात समेत जल्दा 20,000 मूल्य बराबर कप क्षति भएको प्रहरले जनाएको छ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। उपप्रधान एवं कानुन मन्त्री यादवले दिए आफ्नो मन्त्री परिषदबाट राजीनामा, सरकारले सम्झौता अनुसार संविधान संशोधन नगरेको गुनासो। छुट्टा-छुट्टै ठाउँमा सवारी साधनले गुल्जिँदा गयो 3 को ज्यान। जनतालाई राहत दिने सवालमा प्रदेश 2 सरकार निष्क्रिय रहेको नेपाली काङ्ग्रेसका नेता यादवको आरोप। गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने शिक्षा मन्त्रीको भनाइ। र सरकारले न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता निरालालाई सिफारिस गरेपछि समितिले गर्यो सार्वजनिक उजुरीको माग। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।